आज चाहिँ मौसम खराब छ, यस्तो भइरहेको छ मौसम ठन्डा फगी। भित्र जाउँ। भित्र चाहिँ मैले खाना पकाउँदैछु। मेरो चाहिँ खाना राइस कुकरमा भात बसाइरहेको छु हो। यहाँ चाहिँ आज मैले बनाएको आलुको दाल। कति दाल खानु भनेर आज चाहिँ बनाइदिएको आलुको दाल। आसुले पुरा मन पराउँछ आलुको दाल। अन्त यहाँ चाहिँ मैले बनाएको छु मसलावाला कटहरको सब्जी। कटहरको सब्जी मरमसला हालेर यहाँ चाहिँ छ वाचिप्पा। यो चाहिँ हो वाचिप्पा। यो के हो? यो त चाना र मटर भिजाएको। भित्र जाउँ। आसुले के गर्दैछ? कता छ आसु? ओ के हो यस्तो? आम्मामामामाम भित्रबाट घाग्रा लगाएछ, पेटीकोट नक लगाएर हो। रिल्स बनाउँदैछ। खै यता त अनुहार कस्तो सिङ्गरेको छ। आम्मामाम अलिक पछि जाउँ, अलिक पछि। पुरा भगवानहरूले जस्तो लगाएछ त्यसले त साडी त। कम्मर बन्द के भन्छ यसलाई? कम्मर बन्द पनि लगाएछ खै। आम्मामा झन् मोटो देखेँ। रिल्स बनाएको। रिल्स बनाउँदैछ आसुले चाहिँ यहाँ एकदम। लु नाच न त कुन चाहिँ गीतमा। क्लास चाहिँ सक्यो आसुको भर्खर हो। अनलाइन क्लास हुँदैछ नि त। सकेर चाहिँ यसले नक्कल पार्दैछ। छिटो न यतातिर कुनातिर पनि लाइटहरू बालिरहेको छ। आम्मामामा लु धुम मचाउँछ है छोरीहरूले चाहिँ। कसको छोरीले चाहिँ यस्तो गर्छ घरमा? इस हाम्रो छोरीले चाहिँ यस्तो गर्छ। मेरो साडीहरू सबै गोदरेजबाट निकालेर, पापाको लुगा निकालेर, घरि केटा बनिन्छ घरि केटी हो। अरे अहिले भर्खर बाहिर फगी उयो भइरहेको थियो उतापट्टिको दैलोमा। यहाँ त फेरि घाम पनि लागिरहेको छ त। के हो दार्जिलिङको मौसम पनि केही भन्नु सक्दैन त हौ। कहिले धुप कहिले पानी। वाह यो फुल पनि टिपेर एउटा कानमा लगाउन हौ आसु। रिल्स बनाउँदा दामी देख्छ होला। तर नटिपाउ बिचराहरूलाई है। यस्तो दामी फुलिरहेको छ। माया लाग्छ मलाई त फुलेर टिप्नु। जान्छु अब खाना खानुपर्छ है। अचार बनाउँछु धनियाँको। त्यहाँ खाना खानुपर्छ। कुन चाहिँ गीतमा बनाएको छु? कुन चाहिँ गीतमा? त्यो साडी चाहिँ जस्तो छ त्यसरी चाहिँ मिलाएर राख्नु नि। यता हेर अमृत पठाएको साडी चाहिँ मेरो जस्तो छ त्यस्तै पटाएर राख्नु नि। यति चाहिँ याद गर्नु। लु खाना खानुपर्छ अब। चाहिँ बाहिरबाट यो धनियाँ पनि ल्याएँ। अन्त अचार पिसेँ। अब खाना खानुपर्छ हो। बाहिर चाहिँ पानी आउनु थाल्यो। छु जाडो। अघि घाम अहिले पानी। यसो पत्ता आम्मामा लिएर आँगनभरि यस्तो हुन्छ हो मौसम दार्जिलिङ। मैले भने नि अहिले भर्खर घाम लागिरहेको। अहिले भर्खर पानी छु जाडो छ। जाडो 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 छु यतापट्टि हो। यस्तो भइरहेको छ। सबै लुगाहरू उठायौँ अचानक पानी आएर यस्तो जाडो भयो। छु पर गाडी पनि जाँदो रहेछ। हुन्छ आजलाई यति नै। बाई बाई। आफूले नक्कल पारेको छ। खाना खानुपर्छ।